आज चाहिँ म फर्स्ट टाइम बन्सी हान्न गइरहेको छु अनि अहिले चाहिँ मलाई एकदम एक्साइटेड फिल भइरहेको छ तर एकछिनमा डर लाग्छ होला थाहा छैन अनि हेरौँ के हुन्छ अनि यो चाहिँ मेरो आउटफिट हो अनि मैले चाहिँ अलिकति के भन्छ त्यो नेपाली देखियोस् भनेर अनि यस्तो लगाएको लाछा डोरी र अनि चोलो फर्स्ट टाइम गर्नुहुन्छ भन्छ अगाडि केही एडभेन्चरहरू गर्नु भएको छ फर्स्ट टाइम भन्छ एक्साइटेड एकदम धेरै धेरै सोच्नु भएन केही पनि हुँदैन है गुनियो चोलो के भन्छ होला बन्सी हान्नलाई गुनियो चोलो लगाएर आएको के चोलै भन्छ नि हैन चोलै हो राम्रो देखेछ रेडी बहिनी एकदम कस्तो फिल भइरहेछ एकदम एक्साइटेड लागिरहेछ ल अल द बेस्ट है फर्स्ट वे टु जम्प इज टु गो विथ द फिट फर्स्ट त्यो चाहिँ नर्सको पछाडि होल्ड गरेर त्यो फर्स्ट फोटो दिनुभएको छ अनि सेम त्यसरी नै उभिआउँछ ब्रिजमा एजमा है हजुरको आधी खुट्टा बाहिर हात सिधा बडी टाइट अगाडि हेर्ने तल नहेर्ने लामो सास लिने मर्नल हुन्छ 5 4 3 2 1 बजी है स्विमिङ एक्सर्साइजै दिन्छ नि मैले कुरा मैले फेरि लेखे हैन है गाइस ल ओके यता देखाइदियो पनि ल यसरी यसरी मसँग अब भिडियो खिचेपछि भाइरल हुन्छ कपाल सेक्युर्ड हुन्छ जम्पमा रेडी हुन्छ है हामी अझै यहाँ फोटो खिचेर माथि ब्रिजमा पठाउँछौँ ब्रिजमा गइसकेपछि सबैजनालाई यो एङ्कल हार्नेसहरू सबै सेफ्टीहरू ल बाहिर देखाउने हो कि ए हो यस्तो ल जाऊ कस्तो फिल भइरहेछ बहिनीलाई एकदम एक्साइटेड फिल भइरहेछ ल दामी जम्प गर्नुपर्छ है भगवान कस्तो लाग्यो लोकेसन बहिनीलाई एकदम राम्रो लाग्यो हो सोचेको भन्दा राम्रो लाग्यो के हो एकदम यस्तो हिमाल देखिरहेछ यति राम्रो अनि त्यसपछि खोला तर उता यस्तो राम्रो हिमाल यता यस्तो राम्रो मान्छे अनि यस्तो दामी एडभेन्चर के चाहियो अरू भन त बहिनी अनि यस्तो दामी कल्चर ड्रेसमा गुन्यो चोलो ल दामी जम्प गर्नुपर्छ है एउटा नि डर लाग्छ छैन के किन होला त्यस्तो भएको खै एउटा त खुट्टा सुट्टा कामिने हुन्छ नि मुटु भारी के पनि भएको छैन हो र अहिले गरेपछि थाहा हुन्छ डर लाग्छ कि नै ल त्यहाँ अगाडि गएपछि थाहा हुन्छ है क्यामेरा अन गर है हिरोइनको इन्ट्री हुँदैछ कता खै त्यहाँ तल ल यता यस्तो गरिदेऊ गुड आफ्टरनुन वेलकम टु गो बन्जी नेपाल कहाँदेखि आउनुभयो म काठमाडौँदेखि ओके फर्स्ट टाइम बन्जी गर्नुहुन्छ केही भन्नु चाहनुहुन्छ जम्प गर्नुभन्दा अगाडि मलाई एउटा डर पनि लागिरहेको छैन र म एकदमै एक्साइटेड भइरहेको छु रेडी तल नहेरिनुहोस् मैले पछाडि समातिर हुन्छु है तपाईले अल द बेस्ट है ल थ्याङ्क यू पहिला रेडी हुने है कति पहिला रेडी हुन्छ अगाडि दुईटा खुट्टा गाउँला निकाल्नु पर्छ यति ल भयो है त ल उहाँ लेफ्ट साइडमा हेरिदिनुहोस् त फोटो ल यता पनि भनिदिनुहोस् गोप्रोमा पनि दुईटा हात फ्री गर्नुहोस् म काउन्ट डाउन दिन्छु लिन फरवर्ड हुने है त हेड र चेस्टलाई अगाडि फाल्ने खुट्टालाई अगाडि फाल्नु भएन है त रेडी सिमनजी रेडी ओके हियर वी गो 5 4 3 2 1 बन्जी
Look at the view! Welcome back. वेलकम ब्याक सुमन कस्तो भयो भन्नुहोस् त एकदम रमाइलो रमाइलो भयो ल राम्रो गर्नुभयो बधाई छ फेरि आउनु ल एकदम म चाहिँ बन्जी गरेर फर्किँदैछु अनि यस्तो राम्रो एक्सपिरियन्स भयो नि लाइफको मेरो वान अफ द बेस्ट एक्सपिरियन्स यस्तो भिड मलाई त्यस्तो डरै नलागेको कि अलिकति पनि होइन अनि त्यसपछि फर्किने बेलामा चाहिँ अलिकति त्यो फर्केर ल्यान्ड गर्दाखेरि चाहिँ अलिकति खुट्टा कामे जस्तो भइरहेको थियो मलाई 1% पनि डर लागेन एकदमै रमाइलो भयो बन्जीको सर्टिफिकेट